माइलो होइन कमल चाहिँ माइलो ए तपाईँ चाहिँ आमा त्यहाँ हेरेपछि मेरो छोरो त्यहीँ बोल्ला जस्तो शान्ति के गर्नु ए कति वर्षको हुनुहुन्थ्यो हामी माइलो माइलो त 30 वर्ष पुगेकै थिएन नि ए यी ऊ नै हो होइन हेर्नु न कमल आमालाई अनि यहाँ वडा के पो गाउँपालिकाले पैसा दिएन दिएन आमालाई त ए वडाले पनि दिएको छैन छैन ए अनि यसो यहाँ बाटो यसो आएको पनि छैन रहेछ नि खनेर छैन हामीलाई कसैले पनि दिँदैन हामी गाउँमा त हामी हुन् तपाईँहरूले जन्माएको यी जन्मेको होइन हजुर यी जन्मेको नि अनि ए कहाँ यहाँ 10 पढ्यो होइन ए त्यसो भने तपाईँहरूलाई पैसा दिएको छैन बुहारी चाहिँ कहाँ बस्थे हजुर बुहारी चाहिँ कहाँ बस्थे कुन भाइ तपाईँको नि बुहारी चाहिँ कहाँ बस्थे उहाँको श्रीमती चाहिँ कमलको उहाँ माइलाको त अलि बित्तामा थियो निकै पर जानुपर्छ गाउँमा ए त्यहाँ जग्गा किनेको छ गाउँमा छ यहाँ चाहिँ कतिजना हुन्छ बुबा बुवा मम्मी तपाईँ 2 जना मात्रै अनि 2 जना मात्रै छौँ नि हामी ए कान्छो चाहिँ कतिमा पढ्दैछ भारी ल्याउनु भयो हजुर मकै पुगिसकेको छौ न टन्नै फलेछ नि त नि होइन यसो म घुम्दै आएको यहाँ ठिक छ कम्ती ढेउडो आउँदैन न भने ए ठुल्ठुलो आउँछ नि अहिले त ए बाचे त तल उयो गोठमा जानुभएको छ उकालो हुनुहुन्छ ए त्यसो भने तपाईँहरूलाई पैसा वडाले पनि दिएन दिएको छैन भाइ आमालाई कलेज ए अनि यसो पछि बुढेसकालमा त यसो एम्बुलेन्स आउने बाटो त चाहिन्छ होला यता त्यो बाटो चाहिँ खोल्ने कुरा छैन यहाँ बाटो त यहाँ मन्त्र छ नि त धेरै तल होला नि त नि उतै मन्त्र काप्रा फेर ए यहाँ आएको छ यही छ नि बाटो ए यहाँ आएको छ खै मुनि छ त तल ए यसरी ठाडो खनिदिँदैन यसो ए यहाँ तलतिर रहेछ बाटो त होइन यता वर्काले दिएन नि त ए अरूले दिएनन् अरू गाउँले दिएन खासमा यसो बाटो गयो भने राम्रो हुन्थ्यो नि यता घर छैन र 1-2वटा यहाँबाट यसो गरेर यसो तल घुमेर आउने बाटो पनि छ नि ए छ ए सजिलो रहेछ इस्कुस त राम्रै फल्दो रहेछ होइन ए अहिले बुवा र तपाईँ मात्रै हुनुहुन्छ ए पानी चाहिँ आउँछ यो पानी आउँछ खाने पानी कति तिर्नुहुन्छ पानी महिनाको कहिले 500 उठ्छ कहिले 600 आमामामा अनि उयसको उयसको यो चाहिँ आउँछ कि आउँदैन लिफ्टिङको पानी यो पानी आउँदैन यो विरतको पानी चाहिँ आउँछ दुईटै तिर्नुहुन्छ नि होइन दुईटै एउटाको कति एउटाको 1000 एउटाको 500 1500 आमामामा अनि यस्तोतिर खानुपर्छ है पानी बोक्नु सक्दैन के गर्नु ए धेरै महँगो भयो नि यो त होइन महँगो भयो ए आउने पैसा केही छैन महँगो भयो यसो कमाएर दिनु छोराछोरी छैन अन्त 1500 पैसा तिर्नु त गाह्रो हुन्छ नि गाह्रो छ नि महिनै पछि तिर्नु ल ल ल ल म पनि यसो यहाँतिर आउनु पर्यो भनेर सम्झिरहेको थिएँ लु आमालाई आमाको नाम चाहिँ तपाईँको नाम चाहिँ तपाईँको नाम हजुर तपाईँको नाम चाहिँ के हो मेरो खगीमाया खगीमाया के थरी मन्नारी होइन माइती चाहिँ माइती चाहिँ माइती कार्की कार्की ए तपाईँको जन्म घर चाहिँ कहाँ हो माइती चाहिँ मेरो जन्महरू चाहिँ भाल्चोक ए भाल्चोक ए कार्कीहरू हो भाल्चोक त्यो महादेव थान छ नि महादेव पत्र देवी कार्की ए देवी कार्कीहरू हो मेरो भाइका देवी कार्की ए ल ल ल तपाईँलाई धेरै मेरो त पहिला ताप्लेजुङ हो अहिले म यता पर बस्छु अहिले चाहिँ कहाँ हुनुहुन्छ अहिले म पर सिंहपुर बजार छेउमै बस्छु ए त्यसो भने त यहाँ बुहारीहरू तलै आएका छैनन् हजुर आएका छैनन् बुहारीहरू छैनन् ए पैसा चाहिँ बुहारीले लियो बुहारीले लिन्छ तपाईँहरूलाई दिएन के को दिन्छ हामी ए अलिअलि यसो दिएको बुढेसकालको यो हुन्थ्यो खै हामी गरिदिन्छौँ यसो भन्छ खै के गर्नु ए ल ल ल गरिदिनु